सम्पूर्णमा नमस्ते। म फेरि पनि एउटा एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु। पक्कै पनि स्किप नगरी अन्त्यसम्म हेरिदिनु होला। के तपाईँ दुबईमा भिजिट भिसामा हुनुहुन्छ र काम खोज्दै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस्, तपाईँको सुरक्षा र भविष्यको लागि। दुबईमा भिजिट भिसामा आउने धेरै नेपाली दाजुभाइहरू काम खोज्दै हुनुहुन्छ, तर यिनै नेपालीहरूमध्ये केही काम लगाइदिन्छु भन्दै पैसा असुल्ने काम गरिरहेका छन्। उनीहरू तपाईँलाई भन्छन्, काम छ, तलब राम्रो छ, कम्पनी तयार छ, तर पैसा लिएको पछि न काम दिन्छ न पैसा फिर्ता गर्छन्। यस्तो अवस्थामा तपाईँको समस्या पैसा र मानसिक रूपमा सबै बर्बाद बनाइदिन्छन्। अब कुरा स्पष्ट गरौँ। काममा लगाइदिने हो, कागजात स्पष्ट छ, कम्पनीको डिमान्ड छ भने सेवा शुल्क लिनु गलत होइन, तर काम नै नदिई पैसा असुल्नु त्यो ठगी हो। लक्ष्य पैसा होइन, तपाईँको सपना हो। त्यसलाई बेच्न नदिनुहोस्। जहाँ सकिन्छ आफै काम खोज्नुहोस्। नसके विश्वसनीय व्यक्ति र कम्पनीबाट मात्र सहयोग लिनुहोस्। र कुनै पनि निर्णय गर्नु अगाडि सबै कुरा बुझ्नुहोस्, कागज हेर्नुहोस्, प्रष्ट हुनुहोस्। तपाईँ यस्ता ठगहरूबाट बच्नुहोस्। यदि तपाईँ वा तपाईँको चिने जानेको कसैले यस्ता अनुभव भोग्नु भएको छ भने नेपाली दूतावासमा गुनासो दिनुहोस् र यो भिडियो अरूलाई सेयर गर्न नबिर्सिनुहोस्। सजग नागरिक बन्नुहोस्, अरूलाई पनि बचाउनुहोस्। विदेशमा सपना पूरा गर्न आएको हो, तर होसियार पनि बन्नुपर्छ। सपना देखौँ तर ठगहरूको शिकार नबनौँ। सहयोग चाहियो भने पक्कै पाउनुहुन्छ, तर सोचेर बुझेर मात्र निर्णय लिनुहोस्। सबैजनालाई धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा, र सबैलाई वैदेशिक रोजगार र वैदेशिक बसाइको लागि धेरै धेरै शुभकामना।